बिजोग छ त लाइभ त यस प्रकारका छन्। यसपालि अर्ग्यानिक तेलै खानु पाइने भयो होइन। हेलो सेवा तथा सेवा, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ के छ विशेष भन्दा धेरै दिनपछि आइएको छ भ्लगमा। स्वास्थ्य अलिक खराब थियो र सो हस्पिटल पनि बसेर आएको छु। सो मेरो चाहिँ यस्तो चाहिँ न्युरो बसेछ, डिस्चार्ज पाएँ। मेडिसिन पनि बन्दै छ, यो खाइसक्नु पर्ने। गाह्रो छ यो तान्छ अझै, यो तान्छ टन्ने। आमा बिजोग छ त लाइभ त यस प्रकारका छन्। अब हेरौँ के कस्तो हुन्छ। निको त अवश्य हुन्छ होला यत्रो दबाई खाँदा है। र आँगन पनि आज त क्लिन छ त। रिक्स सेमिनार अफिस एक राउन्ड हानेर आउनु पर्यो। बेलुका भयो, घाम पनि डुब्नु लाग्यो। यस्तो छ हाम्रो अर्ग्यानिक खेती, अर्ग्यानिक नजरियाहरू सरर देखाइदिन्छु म एकलट। टक्क अब चल्दिनु पर्यो हल्का, के छ कसो छ भनेर चल्थ्यो। हाम्दैछ त सिनहरू भर्खर आएको नि त, भर्खर हस बसेको थियो आएको अनि त्यही भएर फेरि माइन्ड फ्रेस गरेर हरियाली बक्स कन्टिन्यू छ। यस्तो मजाको आउनु पऱ्यो नि, यस्तो मजाको खेती हुन्छ हाम्रोतिर साथी हो। बाल भइसकेछ त यार, हेर्दा हेर्दै त अस्तिसम्म त थिएन। ल हेर्नुहोस् साथी हो, मकै पनि रेडी भइसकेछ, पोलेर खानुहुन्छ नि अर्ग्यानिक तरिकाले। यहाँ तोरी पनि कुटे कार्यक्रम भइरहेछ अर्ग्यानिक तरिकाले। कति फलाउनु भयो आन्टी लगभग भन्नुहोस्। यसपालि अर्ग्यानिक तेलै खानु पाइने भयो होइन। ल ठिक छ, यस्तो छ है हाम्रो चाहिँ। सो गाइज अब यही हो, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। अब आफ्नो स्वास्थ्यलाई त्यही हो, आफ्नो स्वास्थ्यको चाहिँ एकदम ख्याल गर्नुपर्छ साथी। किप सेफ, बी ह्याप्पी, त्यही हो मेन कुरो भनेको चाहिँ मेरो चाहिँ त्यही हो है, मेन विशेष। यति भन्दै मेरो भ्लग चाहिँ टुङ्गाउने छु। कस्तो लाग्यो कृपया कमेन्ट गर्नु नबिर्सिनु होला।